जब जब अन्याय र अत्याचारले नाग्छ सीमा, गाउँदेखि सहरसम्म, सडकदेखि सिमानामा भनेर देवतादेखि खलनायकसम्म पापी र भ्रष्टहरूलाई अन्त्य गर्न आइरहनेछु, युगदेखि युगसम्म। नमस्कार साथीहरू, पहिलो रविवार च्यानलमा हजुरहरूलाई स्वागत छ। म जस्तै यदि रायसमल दाईको डाइहार्ड फ्यान हुनुहुन्छ भने यो च्यानललाई लाइक, शेयर, कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। अब लागौँ टपिकतिर। नरसिंह अवतार, नरसिंह अवतार, नरसिंह अवतार। दर्शकबिन, आज नरसिंह अवतार चलचित्रले 7औं दिन यानि कि पहिलो हप्ता पार गर्दैछ। चलचित्र नरसिंह अवतारले बक्स अफिसमा आजको दिनसम्म के कति कलेक्सन गर्यो त? चलचित्र बक्स अफिसमा हिट होला वा फ्लप होला वा ब्लकबस्टर होला, के होला त? यसै विषयमा चर्चा गर्नेछौँ। त्यसै गरी दर्शक बिन, आजबाट प्रदर्शनमा आउने भनिएको चलचित्र महाभोज आजबाट प्रदर्शनमा नआउने भएको छ। साथीहरू, आजबाट चलचित्र महाभोज प्रदर्शनमा नआउनाले नरसिंह अवतार चलचित्रलाई थप राम्रो हुने देखिएको छ। महाभोज चलचित्रले पाएको सो जति नरसिंह अवतार उनको स्वेटर र के घर के डेरालाई दिइएको छ। त्यसैले साथीहरू, आज सार्वजनिक विदाको दिनमा नरसिंह अवतार उनको स्वेटर र के घर के डेराले बक्स अफिसमा के कति कलेक्सन गर्दैछन् त? साथीहरू, हजुरहरू यदि महानायक राजेश हमालको डाइहार्ड फ्यान हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको नोटिफिकेसन बेल आइकनलाई पनि अलमा गरिदिनु होला। लागौँ आजको विषयवस्तुतर्फ। दर्शक बिन, हाम्रो महानायक राजेश हमाल ज्यूको नरसिंह अवतार चलचित्रको बक्स अफिस कलेक्सनको बारेमा। दर्शक बिन, आज जेठको 15 गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा, त्यसै गरी भोलि शुक्रबार र पर्सि शनिबार भएको कारणले चलचित्र नरसिंह अवतारले बक्स अफिसमा राम्रै कलेक्सन गर्न सक्ने अनुमान लगाइएको छ। आइतबार पनि उपत्यका विदा नै रहनेछ, त्यसैले गर्दा नरसिंह अवतारलाई थप राम्रो हुने देखिएको छ। यस फिल्म नरसिंह अवतार मार्फत महानायक राजेश हमाल सर करिब 8 वर्षपछि कमब्याक गर्नु भएको छ। त्यस कारण पनि नरसिंह अवतार चलचित्र हेर्नको लागि दर्शकहरूमा थप उत्साह जागेको छ। अहिलेका नयाँ जेनेरेसनका दर्शकहरूले महानायक राजेश हमाल सरलाई चिन्न सकेको छैनन्, तर पहिलेका पुराना दर्शक श्रोताहरूले भने महानायक राजेश हमाललाई राम्रोसँग चिनेका छन्। त्यसैले हलमा नरसिंह अवतार चलचित्र हेर्नको लागि पुराना दर्शकहरू नै गएको देखिएको छ। तर अहिलेका नयाँ जेनेरेसनका दर्शकहरूलाई मेरो के सल्लाह छ भने, महानायक भनेको महानायक हो यार। महानायक राजेश हमाल सरले करिब 15 वर्षसम्म एक्लै सिनेमा इन्डस्ट्रीले काँधमा उठाएर हिँड्नु भएको थियो। त्यसैले गर्दा महानायक राजेश हमाल सरको फिल्म 8 वर्षपछि आएको छ। उहाँको फिल्म एकपटक गएर हलमा हेरिदिनु होला। महानायकको एक्सन, डायलग, एक्टिङ सबै कुराले हजुरहरूको मन छुनेछ। महानायक राजेश हमाल सरको सिंहको जस्तो आवाजले हलमा तहल्का नै मच्चिएको छ। तर नरसिंह अवतार फिल्म त्यति नराम्रो पनि छैन, जति बन्नु पर्ने हो त्यति बनेको त छैन। तर नरसिंह अवतार फिल्म हेर्नुभयो भने हजुरहरूलाई ठिकै लाग्नेछ। फिल्मको कहानीमा ट्विस्ट पनि राम्रै छ। फिल्ममा महानायक राजेश हमाल सर चाहिँ पुलिस अफिसरको भूमिकामा हुनुहुन्छ, तर केही विशेष कारणले पुलिस अफिसरको जागिर उहाँले छोड्नु पर्ने हुन्छ। त्यसै गरी कहानी अगाडि बढेको छ। अनि मेरो विचारमा चाहिँ फिल्मको मेन भिलेन पर्सन ताम्राकार भन्दा सेकेन्ड भिलेन राजीव जंग बस्नेतको अभिनय अति नै दामी लाग्यो। राजीव जंग बस्नेतलाई मेन भिलेन बनाएको भए फिल्म अति दामी हुने थियो। अनि लास्टको सिनमा पनि महानायक राजेश हमाललाई भन्दा राज कटुवाललाई बलियो देखाइएको छ, त्यहाँ पनि अलिकति नमजा आउँछ। तर फिल्ममा महानायक राजेश हमाल सरले एक्टिङ, एक्सन, डायलग सबै कुराहरू अति दामीले निभाउनु भएको छ। दर्शक बिन, अझै पनि एकपटक भन्दैछु, यदि हजुरहरूले महानायक राजेश हमाल सरको कमब्याक फिल्म नरसिंह अवतार हेर्नु भएको छैन भने एकपटक हलमा गएर हेरिदिनु होला। दर्शक बिन, यस फिल्म नरसिंह अवतारको बक्स अफिस कलेक्सनको कुरा गर्ने हो भने चलचित्रले हिजो 6औं दिन पार गर्दासम्म भने
1,50,00,000 रुपैयाँ बराबर बक्स अफिसमा ग्रस कलेक्सन गरेको अनुमान लगाइएको छ। आज चलचित्रको 7औं दिन चलिरहेको छ। आज गणतन्त्र दिवसको सार्वजनिक बिदा भएको कारणले चलचित्रले हिजोको तुलनामा आज राम्रो व्यापार गर्न सक्ने अनुमान लगाइएको छ। आज बिहान मोर्निङको शोमा करिब 7 देखि 10% को अकुपेन्सी रहेको थियो भने अहिले दिउँसोसम्म आइपुग्दा भने 15 देखि 20% को अकुपेन्सी रहेको छ। यसै गरी इभिनिङ र नाइटमा भने चलचित्रको 30 देखि 35% को अकुपेन्सी रहन सक्ने देखिएको छ। त्यसैले साथीहरू चलचित्र नरसिम्हा अवतारले आज 7औं दिनको दिन करिब 20 देखि 30 लाख रुपैयाँ बराबर बक्स अफिसमा ग्रस कलेक्सन गर्न सक्ने अनुमान लगाइएको छ। अब एक्ज्याक्टली रूपमा के कति कलेक्सन गरेको छ भनेर चाहिँ निर्माण टिमले चलचित्रको बक्स अफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गरे भने मात्रै हामीले भन्न सक्छौं। साथीहरू हजुरहरूले उनको स्वेटर, के घर के डेरा, घर नम्बर 2 र नरसिम्हा अवतार मध्ये कुन चलचित्र हेर्नु भयो र हजुरहरूलाई कुन चलचित्र मन पर्यो तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। त्यसै गरी दर्शकबिन नरसिम्हा अवतार चलचित्रको बारेमा चाहिँ हजुरहरूले तल कमेन्ट गरेर समीक्षा गरिदिनु होला। आउने भिडियोमा चाहिँ हजुरहरूको कमेन्ट हामीले पढेर सुनाउने छौं। साथीहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको नोटिफिकेसन बेल आइकनलाई पनि अलमा गरिदिनु होला। जय नेपाल, जय नेपाली सिनेमा।